रक्षा आइनी मरे लगाएर कछालाई भिडियो है। आज हाम्रो यात्रा छ कहाँदेखि दाइ? यस खाद्यबाडादेखि सुन्दरी जल छ। हामीसँग छ मुकेश दाई, रक्षा दिदी, हाम्रो भुन्टी। उत्तरी कति गोरी हो यो? अनि पेट्रोल देखाएर पेट्रोल हो यो, विशेष किसिमको पेट्रोल हो होइन। अनि अब बिनु ड्याङ्डुङ आउनु भएको छ बाछुबाट। हाम्रो यात्रा सुरु हुन्छ आज खाद्यबाडादेखि। कति रे दिदी? कति भन्नुभयो? रेट 150 होइन? 150 रेट हो उहाँको है। ल निडी छोरी क्या राम्री नाचे कि छोरी राख्नु पानी माथि मिल्छ मिल्छ। अरे आज म तिम्रो यो पशुपतिको बाजारमा सुन्दरी जलमा नाच्न लाग्छु। हजुरले बालकुमार हुनुपर्ने मान्छे यहाँ छ नि हेर। ताली बजाउनु ताली बजाउ खै ताली बजाउ। ल बजाउनु बजाउनु न दिदी। ल बजाउनु त। कसरी माग्छौ पैसा? ठिक छ। मिल्छ त यहाँ भिजेपछि माथि जान्दिनँ क्या। Hey, hello sir. Where are you from? Which country are you from? डडेलधुरा हूँ यार। पानी परेर बिजोक भइसक्यो। बिजोक भएर दिदीले पुरै पानीले खोलिदिनु भयो। अनि थाहा होइन? ठिक छ। बिनु रमाइलो भइरहेछ। हामी यस्तो दाजु बहिनी आएको छौँ। हामी के भन त हाम्रो युट्युबको लागि? हजुरहरू पनि एकचोटि सुन्दरी जल म बोलेको सुन्ने के अरे सफ्रेस ल ल हजुर भन्नु त। गाइज हामी आएको राम्रो रहेछ। ट्रेकिङ यस्तो साथीहरूको लागि राम्रो छ। आउनु होला एकचोटि भिजिट गरिदिनु होला सुन्दरी जल। राम्रो छ गाइज। अनि पुगेको छैन पुग्दैछौँ। हजुरलाई भ्यू पनि देखाउँछौँ एकछिनमा। बाटोमा गराएको थियो सबै क्लिक गरेर हाल्छौँ। अनि हालिसकेपछि गाइज लाइक कमेन्ट सब्सक्राइब कस्तो छ भनिदिनु होला। हेलो गाइज। त्यहाँ छ टोय भनेको त्यस्तो हुन्छ ल। कसो हुन्छ अरे? त्यस्तो हुन्छ त्यस्तो मन्दिर हो बिनु ढोका। ल कसो लाग्दा छ सोकारो? जङ्गल बिग जङ्गल। many trees. एनिमल्स बङ्गुर सुँगुर। Yeah, one सुँगुर is here. ओ के अरे जलगैँडा हिपोपोटामस। अरे यार यो त हाम्रो रोटी हाल्ने वाला हो यो। बेल्ले वालो यस्तो नबनाऊ कि पछाडि देखिन्छ। बेल्ले वालो चीज माल के रे दिदी के रे? के भन्नुभयो? भन्नु त भन्नु न। भन्दैन भन्नु न दिदी। के भयो? भिडियो भएन? मासु कहाँ खाने? मासु माथि नै हो क्या। यहाँ खायो नि मासु माथि माथि मस्तो पेट्रोल मेरो डिजेल त्यो यहाँ हाल्दै हुन्छ। यहाँबाट खान्छौ न अब कस्तो के लानु थियो। थगाइवाला गएको छैन केटाहरूलाई गाइज। लास लागिसक्यो हो त नलाग्नु पर्ने दिदीहरूलाई। झन् मोटो मान्छे गाइस मोटो मान्छेलाई गाह्रो छ तातो गरेर आउनु होला। प्रवेश निषेध थगाएर हजुर भन्ना अब यार केही त तुम्हारी जिउ जिन्दगी ए आम लाग्या लेखका धुरा लाग्या कहाँ अब कुरा ना के गद्दा हो र हम लाग्या लेखका धुरा जुका लाग्या कुरा मोटिभ त के गयौँ पहिला लाग्या खुडा ससुराले हाले खुडा हो अनि बा हो हो जिउलाई भिडियोहरु नि हैन ल सल्ला रुख सल्लो सल्लो यो लागि थाहा छ रे
ल पोलले देखिन्छ पोलो रुख कहाँ गयो यिनीहरू दिदी भिडियो बनाइदिनु न हजुरको बाटो के दिदी हुँदा अन्त मलाई के दिँदा एउटा हुन्छ फोटो दे अलिकति पर जानु कुदेर देख्यो कि फेरि कुदेर आउनु तुम खत्म जाओ यार म सिनियर मैट्रिक बनाउन आएको त त यार यो जङ्गलमा आउँदाखेरि सुन्नु न ओ सुनाउनु गाईलाई मान्नु न किसान के पो त अनि बिर्खै जा कहाँ मरी घाँस काट्दै गई अहिले 4 घन्टा भइसक्यो चलो रोइरहेछ हडाइ नि अघि हाल्यो आउने नि घर हाँडो ढुँ कस्तो राम्रो हेर म सबैले उता हेर न है आखा भिडियो त के पछाडि ब्याकग्राउन्ड देखिनु पर्यो देखेको छैन मान्छे पनि कालो सबै कालो आइरहेछ राम्रो भन्नु त राम्रो आउँदैन भने म त्यस्तो डेस्टिनेसनमा जाने पहिला भाइ एउटा भिडियो प्लिज आहा कस्तो चिज हो त्यो सबैले ताना बानेर गाडीमा जानु छिटो सुनाउनु हो दिदी भिडियो चिज आउनु छ ओके जाऊ दौडेर आउँछु म नै हुँदैन नि यार ल छिटो भ्यू चाहिँ वाल चाहिँ तर यहाँ आउँदाखेरि चाहिँ बिहानै आउनु पर्दो रहेछ मृगौला दुखिसक्यो मृगौला किड्नीमा के अरे तपाईँको मुख बेच्दैको त मुटुमा पत्थरी छ अरे ल कान्छे तिमी थाहा छैनौ नि थाहा छैनौ नि तिमी हो तर के गर्नु हामी के गर्दैन सोध्दैन ल ल ल हिँड ल दाइ